So hello everyone. तपाईहरुलाई गुड मर्निङ. अहिलेको बजेछ 6:07 बजेछ. So आज हामी यहाँ पन्बुबाट जाँदैछौँ. पिकनिक हो अनि नानीहरूलाई घुम्नु चाहिँ जाँदैछौँ. तर तिमी चाहिँ हल्का हाम्रो बहिनी हाम्रो आजको स्पोन्सर चाहिँ 2 किलोमिटर ब्याक गर्न सक्छस् को म सक्छु सिक्दाखेरि चाहिँ नि 2 किलोमिटर चाहिँ ब्याक गर्नु पर्छ हामी चाहिँ यहाँ है हाम्रो साथीहरू चाहिँ आउँदैछ हो. सो आजको लुक चाहिँ यस्तो छ मेरो चाहिँ हल्का होइन. सो आज हामी चाहिँ काँटाको भन्दाखेरि चाहिँ अब तपाईँले देख्नुहुन्छ होइन काँटाको. सो यस्तो छ. अब चाहिँ मेरो अनुहारमा के छ. सो तपाईँहरूलाई म कहाँ लाँदैछु होइन. यो भिडियोलाई लाइक चाहिँ सब्सक्राइब गर्नु. सो यहाँ हाम्रो सुबाला मिस हुनुहुन्छ. सुबाला मिस के भन्नुपर्छ तपाईँले? लन्चको टाइममा चाहिँ लन्चै खाऊँ न त अन्त ल. सुबाला मिस के भन्दै थियो तपाईँले? दाजुभाइ के नगर्दिनु नगर्दिनु नगर्दिनुहोस्. लाइक सब्सक्राइब गुड मर्निङ. गुड मर्निङ. अब हामी यहाँनिर ब्रेकफास्ट गर्नु आँटेको हो. कहाँ गएको आज हामी? प्लान नै छैन है. यस्तो छ. ल बेला यता पनि यता भनेको छ चिया चिया यता भनेको छ है. हजुर यता भनेको छ. ल चाहिँ हामी त्यहाँ धन्न माथि चाहिँ पानी परिरहेको थियो. त्यहाँनिर चाहिँ अब धन्न अब उज्यालो लागि छैन.
भने मैले ल ल भन्छ यता हेरेर हौ ल ल यस्तो छ है हाम्रो दिदी दाजुहरू चाहिँ ल मात्रै भन्छ अरे हामीले भन्ने मान्छे एकदम हुनुहुन्थ्यो है सो हेर्नुहोस् यतिको भइरहेको छ है आज भ्यू चाहिँ यस्तो छ र हुन्छ होला है राम्रै हुन्छ होला यतिको छ यस्तो छ हाम्रो आङ्गी मामहरू है हामी आज घुम्नु आएको थियौँ नि त सो यस्तो भ्यू छ खोलिन्छ होला है अलिकति आलुदम चाहिँ छैन रहेछ तर है यस्तो छ गाइज है यो तपाईँहरूले देखिरहनु भएको छ नि यो चाहिँ सिलिगुडी अरे है यस्तो छ यहाँबाट चाहिँ यस्तो देखिन्छ तर यस्तो अलिकति होसियारले गर्दाखेरि चाहिँ अब यस्तो भएको खास चाहिँ हामी चाहिँ आज पुरा घुम्ने छ नि त सो देखिरहनु भएको छ यो परको यो छ नि यो सिलिगुडी यो चाहिँ हाम्रो तलको रेल जुन चाहिँ जान्छ त्यो हो यहाँ तलको यो तलको चाहिँ बाघपुल यस्तो छ आएको छौँ होइन पानी पनि पर्दैछ यस्तो भएर चाहिँ हेर्नु सक्नुहुन्छ कि पानी हल्का पर्दैछ यहाँ हामी जान्छौँ यहाँ आउँदैछ आउनेहरू है त्यो माथिको भ्यू पोइन्टको नाम चाहिँ मलाई थाहा छैन के हो र आज चाहिँ हामी एकदमै सबैजना टुरमै निस्केको जत्तिकै हो नि त सो अब हामी माथि गएर तपाईँलाई देखाउने छु है गाइज यस्तो छ पानी पनि हल्का परिरहेको छ आज चाहिँ सो तपाईँहरूले हेर्न सक्नुहुन्छ है भ्यू पोइन्ट चाहिँ यस्तो छ है साथीहरू हामी यसरी नै अब यो भ्यू पोइन्टबाट फर्किँदैछौँ यहाँ हाम्रो डुक्छेन छ है अनि यहाँ हाम्रो घेलाको नानी हुनुहुन्छ उहाँलाई मैले बोकिरहेको छु नि त अहिले चाहिँ यहाँ माथिबाट चाहिँ आउँदैछ हो यस्तो छ डुक्छेन गाडी आउँदैछ है अनि नानीलाई चाहिँ मैले बोकेको नि त अहिले
कि बल्ल बल्ल मानेको सो हामी जाँदै जाँदैछौँ भ्यू चाहिँ एकदमै राम्रो हुँदैछ एकैछिनमा पानी पर्दैछ एकैछिनमा राम्रो हुँदैछ सो यहाँ यसरी आउनु हुँदैछ होइन उनीहरूले चाहिँ अब राम्रो एकदमै राम्रो देखियो अरे भन्नुहुँदैछ हो हामी चाहिँ अहिले डम्बर चौक कालिम्पोङमा अब हामी खानासाना खाइसकेर चाहिँ यहाँ इन्डस्ट्रियल पार्क अफ कालिम्पोङ आएको छौँ यहाँ घुम्न आएको है यस्तो छ है अब हामी चाहिँ कालिम्पोङ बजारबाट सरी पार्कबाट निस्किँदैछौँ अब हामी कालिम्पोङबाट जाँदैछौँ होइन हजुर यहाँ चाहिँ योहरू चाहिँ हाम्रो टिस्टा भ्यालीहरू पर्छ अरे अनि यहाँ माथिको यो ठाउँमा यो फगी लागिरहेको छ यहाँ माथितिर योहरूतिर चाहिँ हाम्रो तकदा पर्छ अरे है नेक्स्ट भ्यू देख्दो रहेछ यसरी प्रतिमा रहेछ चाहिँ थर्ड फ्लोर माथिको तल है तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ न्युने पार्कको लागि मात्रै रहेछ तल्लोपट्टिको चाहिँ लामो डब्बाको लागि यस्तो चाहिँ यहाँको चाहिँ बाहिरको सिन चाहिँ तपाईँलाई भन्नुपर्दा यो छिमी बाल्ने ठाउँ रहेछ है अनि यस्तो छ वरिपरि चाहिँ एकदमै राम्रो है साक्य बुद्धको प्रतिमा स्वरूप थुक्पा फ्याक्ट्रीहरू पनि रहेछ नि यहाँ त थुक्पा फ्याक्ट्रीहरू पनि रहेछ लागेको फर्मतर्फ सो तपाईँले भिडियो हेरेर लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला ओके सो टिल देन स्टे ट्युन विथ माई भिडियो विथ माई च्यानल है